छोटो मिठो टनेल सबैमा स्पिड ब्रेकर धेरै स्पिड कुदाउँछ भने स्पिड ब्रेकर छ क्या हेलो 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 माइक चेक ल यस्तै टनल जाँदिन म धेरै अगाडिसम्म कस्तो भ्यास आएको त्यहीँ बटारेर बसिरहेको क्या अलि यता साइडबाट होइन कस्तो सुनिने यार आवाज त रमाइलो हुँदैछ यहाँ गाइस रमाइलो धेरै स्पिड कुदाउनु हुँदैन क्या यस्तरी कुकुरहरू कहाँबाट निस्किरहेको हुन्छ बाटो त सलिड छ नि सलिड अझ पनि हान्छ यार 120 डुम्रे बजारनिर आइपुगेछौँ अब हाम्रो यात्रा हुँदैछ मानङकोटको डाँडाबाट पुरा बादलको भ्यू निकालेर खिच्नुहोस् अहिले चाहिँ हामी यहाँ मानङकोटमा माथि सबै बादल माथिको गाउँमा यस्तो ललिपपबाट सिटी बज्दो रहेछ क्या खतरा बनाएको थियो हामी चाहिँ त्यहाँ जानुपर्ने हो त्यो ठाउँमा हामी चाहिँ यहाँ रुम हेर्न जाँदैछौँ है रुम यस्तो रहेछ यस्तो यो हो हाम्रो रुम यसले के ल दुईजना सुत्नु पर्ने दुईटा रुम चाहिँ हाम्रो यहाँ टेन्टमा यस्तो छ यहाँ टेन्ट बस्छु टेन्टमा यता त भ्यू स्यू देखिँदैन यही हो मानङकोट एबभ द क्लाउड 1080 मिटर माथि रहेछौँ है अम्लेरा रिसोर्टमा अब हामीले हेर्ने चाहिँ भोलि यताबाट हो अहिले चाहिँ अँध्यारो देखिरहेको छ भोलि चाहिँ यो यहाँ पुरा बादलै बादल लाग्छ क्या अनि हामी बसेको ठाउँ चाहिँ यहाँ हो है मान्छे धेरै छ भ्लगै बनाउनु लाज लाग्यो अगाडि गएर त्यही भएर म यहाँ लुकेर बसेर खिचिरहेको छु अब केटाहरू आउँछ अनि त्यसपछि रैला गर्नुपर्ने हुन्छ बेर खाँदैछौँ त्यहाँ बसिरहेको छ हाम्रो केटाहरू आगो पनि ताम्न पनि हो हत्तेरी यार
अहिलेको चाहिँ बिहानको 6 बजेको छैन। हामी चाहिँ यहाँ घामको पहिलो किरण हेर्न बसिरहेछौँ मनङकोटको भ्यू टावर माथि। मान्छेहरू कोही उठेको छैन, उठ्दैछन्। यस्तो छ यताको वेदर। अब यहाँ एकछिन स्याट्ट घाम लाग्छ अनि घाम लागेपछि ओ माई गड हुन्छ नि त, सबै कुहिरो मान्छेहरू त्यो टुप्पोमा पुगिरहेछन् यार उतै। ल अब हामी घामको पर्खाइमा छौँ, घामको उतैनिर रातो रातो हुँदैछ। मान्छेहरू जम्मा हुँदैछ बिस्तारै बिस्तारै। अब लगभग यो घाम उदाएसँग मेरो भ्लग चाहिँ अस्ताउँदै जान्छ है। घाम उदाउने मेरो भ्लग अस्ताउने। 6:30 भइसक्यो, घामै लाग्दैन। सबैजना रेडी भएर बसिसक्यो। घाम लागेन भने त फेरि यत्तिकै हो नि त। यहाँ त मुख पनि नधोइकन जुर्क उठेर आएको। अन्त यस्तो छ वेदर। खतरा टाइम स्ल्याप खिचौँ भनेर राखिरहेको छु यहाँ गोप्रो रेडी बनाएर। मान्छेहरू त्यहाँ परिसकेको छ टन्नै। अनि यहाँ सनराइज हेर्न आएको, खै केही देखिँदैन यार। सबको अनुहार हेर्नु त अघि प्रभास सरले मेरो भ्लग पनि अब सनसेट हुन्छ भन्दै यस्तो अघिदेखि यस्तोको यस्तै छ। यहाँ पुरा रेडी गरेर राखिरहेको छु गोप्रो। अहिले त झन् केही देखिँदैन हुस्सु लाएर। अनि अब यही हेर्ने। कफी खाँदैछौँ। बिहान बिहान झन् यार मुखै नधुइकन हेर्न आएको। हेर्नु पाइने यसपालि यस्तै रहेछ भन्नु पर्यो। अब अनि दाइ बिहान बिहान कति बजे उठेर तपाईँ यहाँ घाम हेर्न आउनुभएको भन्नु त? 5:30। अनि घाम लाग्यो त? घाम त आज अब लजाएर घाम तिमीले गरेर नलाग्यो। ठ्याक्क तिमी आएपछि त्यो रातो धर्का पनि हट्यो हो क्या, सेतै भइदियो। हाम्रो काले भाइ छ नि, काले भाइ राति नसुती घाम हेर्छु भन्नु बसिरहेको थिएन। लास्टमा घाम नै नलागिरहेको। हाम्रो काले भाइ चाहिँ पुरै होइन तिलिचो गएर नाकभरि होइन घाउ बनाएर आएको छ के भन्ने गाइज होइन। गाइज हामीले भ्यू हेर्न पाएनौँ, के गर्ने अब यस्तै रहेछ। घामको पहिलो किरण हेरौँ भनेको हुस्सु मात्रै लाग्यो। आज किरणलाई घामको किरण हेर्ने भनेको किरणलाई सन्चो नभएर आज उठ्दै उठेन गाह्रो छ गाइज, गाह्रो। किरणलाई बोलाउनु पर्यो। यस्तो के अरे राति नसुती गर्न घाम हेर्ने भनेर बसेको, लास्टमा त घामले देखाइदियो। अनुहार फर्काउन, अनुहारतिर बोल्ने मान्छेको। अनि गाइज होइन बिजोक रातभरिको निन्द्रा होइन के भन्ने एक्सपेक्टेसन भएपछि रियालिटी नै भयो नि त। अनि उठ्यो आउला भने आउँदै आएन होइन त सुरेश दाइ? तपाईँलाई चाहिँ कस्तो भयो त? अब घाम लागेन त्यसैले फर्कियो। अब के हुन्छ, लास्ट चिन्ताजनकै भन्यो नि दाइ। काम छुट्टीमा आज त्यही घाम हेर्ने भन्दा पुरै राति नसुती रातभरि पुलिस आउँदा पनि आगो नलिँदै हेरेर बस्यो होइन। लास्टमा आएर घामले के गर्यो देखाइदियो। अब सिधै बन्दीपुर झर्ने अनि घाम हेर्ने घरतिर हाम्रो मनङकोटको यात्रा सक्यो। खै भ्यू हेरौँ भनेको भ्यू पनि हेर्न पाइएन। कुहिरो लागेर खै घामै लागेन। ब्याड लक भन्नु पऱ्यो। अब चाहिँ हामी यहाँबाट सिधै कहाँ जान्छौँ भनेदेखि बन्दीपुर घुमेर जाने भने राति यही बाटो हो। अब अहिले चाहिँ बाटो चाहिँ अब हेर्दै जाउँ अब कस्तो छ बाटो चाहिँ।
जुन कुरा हेर्न आएको त्यो कुरा हेर्नै पाइएन। ल बस भाइ ट्याक्क मिलाएर ओइ केटी भन्दा चर्को पाराले बस्छौ त्यहाँ। हाम्रो केटाहरू त्यहाँ तल बसिरहेछ रेडी भएर। अहिलेको कति बज्यो 10। रमाइलो चाहिँ बब्बाल रमाइलो भयो है। भ्यू मात्रै हेर्न पाइएन। जाउँ गाइज गाउँ जाउँ। पुरा कर्नरिङ हान्दै जानुपर्छ है। यहाँ खिच्छु क्या म। अब अझै हामी टाइममा हिँडेको भए कहाँ कहाँ पुगेर आउन भ्याउँथ्यो यार है। त्यही त त्यति हानेको भए भाइ हामी कहाँ पुगिसक्थ्यौँ। कतिवटा ठाउँ घुम्न भ्याउँथ्यो अझै। अब बजेट पनि सकिँदै गइरहेछ। बजेट सकेपछि अब यात्रा पनि सकिँदै जान्छ। अब यसरी ग्रुपमा हिँड्यो भने त 20,000ले त इनफ हुने रहेछ। त्यही त हाम्रो जहाँ जाँदा पनि उठाउने 20,000 नै हो है। बेस क्याम्पबाट टाइममा निस्किन पाए भए अझै हाम्रो बजेट अझ धेरै हुन्थ्यो।